गाडीको हाल यस्तो छ गाडीको माथि पुरा त्यो ज्याक्सन हाइट कस्तो गाडी भित्रैबाट बरडोमा गाडी पर्दा यसले किन हिउँ कत्रो रास लगायो पुरै रास लगाइदियो तेरी त यो गाडी फस्या ओसियन फिस्कर में मैले पहिला चलाउने गाडी यहाँ छ मेरो पहिलाको गाडी यहाँ छ ओसियन फिस्कर अहिले चलाउने गाडी यहाँ छ सब आफूले चलाएको गाडी मात्र छ नि हाइल्यान्डर अस्ति न 5000 चलायो पुरानो खोदरो फिस्कर सेन्ना तर सिमसिमे पानीमा जलेबे मन गर्छ कि जिन्दगानीमा म त बाहिर सफा गरिरहेको छु भन्दा कहाँ गाडी भित्र होइन भित्र त हिउँै पर्दैन र के भन्छ गाडी त्यहाँ तपाईँ यार गजरांगै जाकी गए गजरांगै जा पुरै पल्टी गए यार गजरांगै जाकी गए एउटा बेलचा ल्याउनु पर्ने रहेछ हात चिट्टायो यार ओ अहिलेसम्म त जान्छ मेरो हात चिट्टायो पोल्न लाग्यो हात त किन चिट्टाएर होला अब यो अहिले सफा गर्यो भने भोलि सजिलो हुन्छ आफैलाई भनेर सफा गर्न पोल्न लाग्यो यार हात सिमसिमे पानीमा जलेबे मन गर्छ कि जिन्दगानीमा अलि सोचे भन्दा धेरै रहेछ सोचे भन्दा धेरै परेछ भन्दा यहाँ भोलि कतै गाडी निकाल्ने यहाँ डर भइगयो त सोचे झै पर्यो छ काम गर्ने अहिले त कहाँबाट काम गर्ने होला गाडी फसेको छ यहाँ पुलिसहरूले गाडी निकाल्दै ल्याउँछ निकाल्न त डोजर आयो एउटा डोजर हिउँ सोर्न डोजर आयो यो छोरो नुन छर्ने काम थियो नि तर घुमिरहेको डोजर हिउँ सोर्ने डोजर गयो बज्जर हो कि बज्जर
नि यत्रो रास पग्लिन्छ यो अलिअलि भए पो पग्लिन्छ पुरै रास छ अहिले पानी पर्यो भने त के हुन्छ गर्दा यति हिउँ छ यति पानी पर्यो भने यो हिउँ त गल्छ होला त्यही हो लगातार रातभरि पानी पर्यो भने यो हिउँ सब साफ हुन्छ भोलि भनेसम्म
हिउँसो गर्ने काम त हिजो अस्ति नै पाइएको थियो आफू नगर्ने मलाई सोध्या मैले त गर्दैन भने 50 रुपियाँ घन्टा दिन्छु भन्थ्यो एउटा मान्छे हुन्छ क्या यहाँ एउटा काउन्टी हुन्छ त्यसको एउटा ठेकेदार हुन्छ अनि त्यसले प्रचार निकाले हुन्छ कन्ट्याक्ट होला र पुरै विज्ञापन निकालेको थियो हिउँसो गर्ने काम गर्ने आउनुहोस् इच्छुक व्यक्ति आउनुहोस् भनेर गाडीले हो हातले सोर्ने होइन बेटा गाडीले हो ए त्यो त अहिले पाइन्छ त्यो त अहिले बेल्चा लिएर डुल्ने हो त्यो त अहिले बेल्चा लिने हातमा हिँड्ने अनि कसैले आऊ मेरो हिउँ सोर्देऊ भन्छन् त्यो अहिले मान्छेहरू बेल्चा लिएर डुलेका छन् त्यो बेल्चा लिएर डुल्ने हो बड्डा है त्यो त अहिले बेल्चा छ भने अब पकड्ने अनि हिँड्ने एउटा त पहाडै बनाल्यो बड्डा बरफफरी सब जम्मा गरेर किन त्यत्रो पहाड बनाएको ए त्यो सबै बाटोको त्यही जम्मा गर्न लाग्यो यो त कति दिन गल्दैन त्यत्रो पहाड भएको छ मेरो जस्तै गाडी कहाँ यस्तो बेलामा जाने होला आयो गाडी सुस्त लगाएको छ के भर्खर देखेँ भने होइन बङ्गाली पसलमा ए म त यहीँ तल छु के ए बङ्गाली पसलमा आएको हो म त यहाँ तल छु के रोजबेल एभिन्यूतिर जाने हो कि एकछिन डुल्न भन्यो
त्यही नहिँड्ने अब जाने सबैसँग सुत्ने हो त कि रोजवेल एभिन्यू जाने हो र रोजवेल एभिन्यूमा यस्तो बरफमा के होला र त्यो रेल चल्ने ठाउँमा के म यहाँ तल आउनु लाग्छु यही 76 बाट आइरहेको छु माथितिर रुमतिर आइरहेको छु 76 बाट आइरहेको छु डब्लङै डुबाएको छ नि यार कसको गाडी त यो हिँड्ने ठाउँमा यसले सोरेर सजिलो भयो डिस्कसन सोरेर ठाउँहरू हिँड्नु सजिलो हुन्छ यार नसोरेर ठाउँ त कसरी हिँड्ने यार बाटोबाटै हिँड्नु पर्ने रहेछ यार म त बाटोबाटै हिँडिजान्छु बेटा छेउबाट हिँड्न सकिन्न बेटा बाटोबाटै हिँड्यो रोडमा हिँडेको छु क्या मेन रोडमा अहिले गाडी पनि चलेको छैन त तर एउटा कुरो चाहिँ परस्ट छ है फलाममा चाहिँ हिउँ जम्दै जम्ने रहेनछ जहाँ त्यो फलामको रिङ राखेको छ नि त्यहाँ हिउँ छैन नि खासै थाहा छैन के कहाँनिर हो म यहाँ 76 को बिच बाटोबाट हिँडिरहेको छु के कहाँनिर हो भनेर कहाँ हो आफू ए ऊ त्यहाँ छाता ओरेर मेरो रुमको अगाडि ए म यहाँ बाटानु राम्रो हो त सब लागेको छ न चोर्नु लाइटर खै एउटा मेरो लाइटर गोजाउँछ फोन मार्दै हुन्छ साइड हुन्छ गाडी आएको छ भने त्यो गाडी यहाँ घरले बरफ फालेको ठाउँ छ यहाँ अलिकति मैले नि गाडीको बरफ सफा गरेको अनि टिकटक बनाउने होइन म बनाइदिन्छु खै त्यहाँ जहाँ बिचबाट म उम्रिने यहाँ किन उम्रिने होइन ऊ घरबेटीको आमा छोरा एकदम कस्या छन् यो हाम्रो घरबेटी हो नि घरबेटी भस्मै बल्ले हुनुहुन्छ हिउँ फाल्नमा हाम्रो घरबेटी हेर्नु कति बल्ले हुनुहुन्छ हिउँ फाल्न ऊ त मान्छे हिँडिरहेको छ नि साइड दिनु हाम्रो घरबेटी कति बल्ले हुनुहुन्छ ऊ हेलो your son this very red why you hit your son tang
Yeah. Hey, you make video now. You so good, Rake. You so good, Rake. Yeah, good. Exercise is good. Also, he's taking. You just stay indoor, you feel so boring. Yeah. When you play outside, play with snow, actually not that bad. TikTok बनाउनु पर्यो क्या अब पक्का एकछिन And then make a path, that's it. घर बेटी पनि आइपुग्यो सब आइगयो यिनीहरूको त today no not at here. Yes ma'am. So do you want to play? Isna? Do you want to continue? Yes ma'am. No, I said if you want to. Yes yes. Car, where is your car? Huh? Car. Where is your car? Oh, all is no, huh? Car is no, I all clean. मतलब क्लीन कर देको कार को हाँ टिकटक बनाइदिनु उता साउको माग्नु अनि म खिचिदिन्छु रन सुरुबाट एकछिन नै म यो दोस्रो